कासा र उसको इमान्दार साथी एक गाउँमा कासा नामको सानो खराए बस्थ्यो। ऊ चलाक र मिलनसार थियो। उसका धेरै साथीहरू थिए, तर सबैभन्दा मिल्ने साथी थियो भालु नामको ठुलो, मोटो र सधैँ हाँसिरहने जनावर। एक दिन कासा र भालु जङ्गलमा हिँड्न गएका थिए। बाटोमा उनीहरूले एउटा पुरानो थैला भेटाए। थैलामा सुनरका सिक्का थिए। कासाले भन्यो, हे भगवान, हामी धनी भयौँ। तर भालुले भने, हामीलाई यो थैला कसको हो भनेर खोज्नुपर्छ, यो त अरूको सम्पत्ति हो। कासा अलिक सोचेपछि सहमत भयो। उनीहरूले थैला बोकेर गाउँमा ल्याए र सबैलाई थैला फेला परेको कुरा बताए। केही बेरमा एक बुढो मानिस आयो र भन्यो, यो मेरो थैला हो, म हिजो हराएको थिएँ। थैला फर्काइदिएपछि बुढा मानिस निकै खुसी भए। उनले कासा र भालुलाई धन्यवाद दिए र उनीहरूलाई मिठाई र फलफुल उपहार स्वरूप दिए। त्यसपछि कासाले भालुतिर हेरेर मुस्कान दियो। साँचो साथी भनेको तिमी जस्तै इमान्दार हुनुपर्छ। नैतिक शिक्षा, इमान्दारी नै साँचो धन हो।